नमस्ते सबैजनालाई। आज हामी क्लास 10 को ओपीटी मैथ को च्याप्टरबाट पोलिनोमियल इक्वेसन भन्ने च्याप्टरलाई आज हामी डिस्कस गर्न जाँदैछौँ। र यो च्याप्टर एसई दिने विद्यार्थीहरूको लागि धेरै नै आवश्यक छ। यो च्याप्टरबाट 3 मार्कको क्वेसन सधैँ एसई को एक्जाममा सोधिने गर्छ। त्यही भएर यो च्याप्टर एसई दिने विद्यार्थीहरूको लागि जरुरी छ। र यो क्वेसनलाई सोल्भ गर्नको लागि यसमा क्वेसन यो एउटा के हुन्छ त भने यो क्वेसन यो च्याप्टरमा कसरी दिन्छ, यो च्याप्टरबाट क्वेसनहरूलाई कसरी सोध्छ भने कुनै पनि एउटा पोलिनोमियललाई इक्वेसनको फर्ममा राखेर अनि त्यो पोलिनोमियललाई सोल्भ गर्न भन्छ। सोल्भ फर एक्स भनेर भन्छ, एक्स को भ्यालुहरू निकाल्न भन्छ। र यो क्वेसन जस्तै कि हामीसँग यहाँ हेर्नुस् न, सोल्भ फर एक्स एउटा पोलिनोमियल इक्वेसनबाट लिएको क्वेसन सोल्भ फर एक्स भनेर छ। एक्स क्यूब माइनस 9x स्क्वायर प्लस 24x माइनस 20 इक्वल टु 0 यो एउटा पोलिनोमियल इक्वेसन हो। र यो इक्वेसनलाई सोल्भ गरेर एक्स को भ्यालु निकाल्नु पर्छ। यहाँ डिग्री कति छ, एक्स को हाइएस्ट डिग्री 3 छ भने एक्स को रुटहरू कति एउटा आउँछ, 3 वटा आउँछ। यो क्वेसनलाई सोल्भ गर्नको लागि हामीले प्रिभियस क्लासमा जुन कुराहरू पढ्यौं त्यो कुराहरू काम लाग्ने हुन्छ। जस्तै कि हामीले प्रिभियस क्लासमा के पढ्यौं, साइन्टिफिक डिभिजन, लङ डिभिजन मेथड, रिमाइन्डर थ्योरम र फ्याक्टर थ्योरम। यो कुराहरूको कन्सेप्ट यदि तपाईमा क्लियर छ भने यो क्वेसन सोल्भ गर्न सजिलो भइहाल्छ। सो यो क्वेसनलाई सोल्भ गर्नतिर जाउँ हामी। अलिकति सजिलो र एउटा इजी कन्सेप्टबाट यो क्वेसनलाई कसरी सोल्भ गर्ने भन्ने कुरा आज हामी बुझ्छौँ। जस्तै कि यो क्वेसन हामीसँग यो एउटा इक्वेसन हो, यो इक्वेसनलाई के गर्ने, सोल्भ गर्नुपर्छ। त फर्स्ट अफ अल हामीले के गरौँ त भने यहाँ कन्स्ट्यान्ट टर्म यसमा के छ, 20 रहेको छ। यो कन्स्ट्यान्ट टर्मलाई हामीले जुन यो 20 छ यो 20 लाई के गर्नुस् त, 20 को फ्याक्टरहरू निकाल्नुस्। जस्तै 20 को फ्याक्टरहरू निकाल्नु हुन्छ भने कुन कुन दुईवटा नम्बरलाई मल्टिप्लाई गरेर 20 हुन्छ। जस्तै 20 into 1 पनि 20 भयो, 2 into 10 पनि 20 हुन्छ, 4 into 5 पनि 20 हुन्छ। भनेपछि यो सबै नम्बरहरू 1 2 4 5 10 र 20 के भइहाल्छ त, 20 को फ्याक्टर भइहाल्छ। पहिला कन्स्ट्यान्ट नम्बरको फ्याक्टरहरू लेख्नुपर्छ। सो यहाँ हामी लेखौँ त, फ्याक्टर अफ 20 बी के भयो त, 1 भयो। 1 मा अब के गर्नुस्, प्लस माइनस लगाइदिनुस्। 2 पनि छ, 2 मा पनि प्लस माइनस लगाइदिनुस्। 3 छैन, 4 छ, यतातिर हेर्नुस् त, 4 प्लस माइनस 4 कमा प्लस माइनस 5 कमा प्लस माइनस 10 कमा अनि त्यसपछि त प्लस माइनस 20। यो सबै फ्याक्टरहरू भयो कसको त, यो 20 को फ्याक्टर हो। यो किन हामीले फ्याक्टर निकाल्नु पर्छ भने त्यो कुरा भनेपछि हेर्नुस्, x को भ्यालु कति राखेपछि, x को भ्यालु यहाँ यो इक्वेसनमा कति राखेपछि एउटा टेस्टिङ गर्नुपर्छ हामीलाई कि x को भ्यालु कति राखेपछि त्यो सबै 0 हुन्छ। यसलाई सोलुसन गरेर के हुन्छ त, सबै कुरा जोडघटाउ गरेर 0 बनाइदिन्छ भने त्यो कुरा निकाल्नलाई के गर्छ त, यो कन्स्ट्यान्ट टर्मको फ्याक्टरले हेल्प गर्छ। सपोज यहाँ 1 आयो, 2 आयो, 4 आयो त पहिला अब 1 राखेर एकपल्ट हेर्नुस् यसमा यो सबै 0 हुन्छ कि हुँदैन। 2 राखेर हेर्नुस् यो सबैमा x को ठाउँमा जोडघटाउ गरेर 0 हुन्छ कि हुँदैन। त्यही भएर हामीले के गरिहाल्यौँ त, यो फ्याक्टरहरू निकालिहाल्यौँ। अब कुन नम्बर राख्ने कन्फ्युजन त, हामीले यही कुनै न कुनै नम्बरले के गर्छ त, यो सबैलाई 0 बनाउँछ। त त्यही टेस्ट गर्नलाई के गर्यो त, हामी कन्स्ट्यान्ट टर्मको फ्याक्टरहरू पहिला लेखिहाल्यौँ। अब के गरौँ भने यसलाई फर्स्ट अफ अल यतिलाई सपोज केही समथिङ मानिहाल। सपोज यसलाई के मानिहाल भने केही समथिङ मानिहाल, एफएक्स नै मान्नुस् या वाट एभर जे मान्दा पनि हुन्छ हैन, px gx म एफएक्स मानिदिरहेको छु। एफएक्स x क्यूब माइनस 9x स्क्वायर प्लस 24x माइनस 20 इक्वल टु 0 छ। यो सबै यति बराबर जति थियो त्यसलाई हामी के मान्दियो, एफएक्स भनेर मान्दियो। अब के गर्नुस् भने यहाँ मैले के भनिसके, यो भ्यालुहरू राखेर टेस्टिङ गर्नुपर्छ। कुन भ्यालुले के गर्छ त, यो सबैले 0 बनाउँछ त्यो कुरा चेक गर्नुस्। भनेपछि हेर्नुस् टेस्टिङ यो भनेपछि x को भ्यालुलाई हामी रुट पनि भन्छौँ। त के गर्नुपर्छ, टेस्टिङ फर रुट। रुटको लागि हामी x को भ्यालु कुन राखेर यो 0 हुन्छ सटिस्फाई गर्छ यो इक्वेसनलाई, त्यो कुरा हामी टेस्ट गर्दैछौँ। सपोज फर्स्ट अफ अल हामीले पुट गरौँ त हामी पुट x इक्वल टु 1 राखौँ त यसमा। त्यति बेला यहाँ x को ठाउँमा कति आउँछ, 1 आउँछ। यता पनि x को ठाउँमा कति भइहाल्छ त, 1। जस्तै x को क्यूब त 1 को क्यूब माइनस 9 into 1 को स्क्वायर प्लस 24 into 1 माइनस 20। यो ठाउँमा पनि x को ठाउँमा के गरिदिए त, 1 राखिदिए। 1 को क्यूब कति हुन्छ, 1 नै हुन्छ। भनेपछि 1 into 9 1 को स्क्वायर 1 नै भयो।
र 1 को स्क्वायर 1 × 9 भनेको 9 नै। त्यसपछि 24 × 1 भनेको 24, यतातिर 20 छ। जोड घटाउ गरेर कति आउँछ गर्नुस् त। यो भनेको हाम्रो 25 र यो 29 भइहाल्छ, माइनस माइनस एड गरेर। अनि रिजल्ट कति आयो लास्टमा -4। यसले 0 बनाउन सक्यो त। x को भ्यालु यहाँ 1, यो 1 राखेर 0 बन्यो त, बनेन, 0 आएन। fx को 1 f1 को भ्यालु राखेर हामीले यहाँ रिजल्टमा -4 पायो, 0 भएन। त यो भ्यालु रुट भएन, यो इक्वेसन यो पोलिनोमियलको रुट भएन यो। त्यही भएर हामीले के गर्छौं त, अर्को भ्यालुतिर जान्छौं। अब -1 पनि राख्न सक्नुहुन्छ तपाईहरु, टेस्ट गर्नुस् कुन भ्यालुले 0 बनाउँछ। अब म 2 तिर जाँदै छु। सपोज पुट गर्नुस्, मैले अब के गर्दिरहेको छु त, पुट x = 2। 2 राख्यो भने यसमा f2 निकाल्नुस्। त्यसपछि f2 भनेको 2 को क्यू हुन्छ, यतातिर 9 × 2 को स्क्वायर, त्यसपछि 24 × 2 -20। 2 को क्यू भनेको 8 हुन्छ, 2 को स्क्वायर 4 र 4 9 जा कति हुन्छ त, 4 9 जा भनेपछि 9 हुन्छ 9 9 2 जा 18 9 3 जा 27 भनेपछि 36 भइहाल्छ। 2 को स्क्वायर 4 4 × 9 भनेको 36 र 24 × 2 भनेको कति हो त 48 माइनस यतातिर हाम्रो कति छ 20। अब हेर्नुस् यो दुईटा प्लस प्लस एड भएर कति भइहाल्छ हाम्रो 56 र यो मेथड -36 -36 सरी 20 एड भएर -36, यो कटेर कति भयो त रिजल्ट लास्टमा कति आयो 0 आयो। भनेपछि यहाँ हेर्नुस् यो के भयो त f2 को भ्यालु राखेर के आयो त 0 आयो। यो सबै टर्महरु के भइहाल्यो 0 भइहाल्यो। त यति अब f2 x = हामीले कति राखेको थियो 2 राखेको थियो, x = कति राखेको थियो 2। अब x लाई सपोज यता ल्याउनु हुन्छ भने यो माइनस भइहाल्छ, x यतातिर आयो भने यो के भइहाल्छ माइनस भइहाल्छ। त यहाँ अब मानौ ल रिमाइन्डर त्यस्तै भइहाल्यो, जस्तै हामीले x - a सँग कम्पेयर गरेर रिमाइन्डर निकाल्दै थियौ। यदि 0 आयो भने त्यो के भइहाल्थ्यो फ्याक्टर भइहाल्थ्यो, x - a के भइहाल्थ्यो फ्याक्टर भइहाल्छ। अहिले मानौ ल x = 2 छ र यो 2 लाई हामीले यतातिर ल्यायो भने x - 2 भइहाल्छ। भनेपछि x - 2 राखेर x - 2 भएको यो पहिला x - 2 र यदि भइहाल्छ भने यसलाई अब त्योबाट रिमाइन्डर निकालेर 0 आएको होला हैन, त्यस्तो सेन्स दिइरहेछ। यदि x = 2 छ हैन, अहिले x = 2 राखेर 0 भयो, त यो 2 लाई यतातिर ल्यायो भने x - 2 भइहाल्छ। अब x - 2 भनेपछि कसको फ्याक्टर भयो त x - 2 कसको फ्याक्टर भयो, यो fx को फ्याक्टर भइहाल्छ। सो अब यहाँ हामी के लेख्छौं x - 2 इज के त फ्याक्टर अफ के भइहाल्छ fx भइहाल्छ। यो fx को के भइहाल्यो त, यो एउटा गिभन पोलिनोमियल को के भयो x - 2 अब एउटा के भयो त फ्याक्टर भइहाल्यो। अब यो फ्याक्टरलाई हामी डिभिजन मानेर के गर्ने त डिभिजन मानेर अब के गर्ने डिभाइड गर्ने। यो फ्याक्टर लिएर के गर्ने डिभाइड गर्दिने। अब बाइ सिन्थेटिक डिभिजन युज गर्नुस् या जुन मेथड युज गरे पनि लङ डिभिजन मेथड युज गर्नुस्। यहाँबाट तपाईले डिफरेन्ट टाइपको मेथडहरुबाट गर्न सक्नुहुन्छ। मैले सजिलोको लागि सिन्थेटिक डिभिजन युज गरिरहेको छु। अब यो x - 2 फ्याक्टर भइहाल्यो। त बाइ सिन्थेटिक डिभिजन हामीले के गर्दैछौं भने सिन्थेटिक डिभिजनबाटै जाउँ, बाइ सिन्थेटिक डिभिजन मेथड हैन। अब यहाँ के गर्ने, यसको टेबल बनाउनु पर्छ हामीलाई। के गर्ने टेबल बनाउने। मैले भनिसके थिए हाईएस्ट पावर देखि स्टार्ट गर्ने लेख्नलाई। के छ यहाँ x क्यू छ, त्यसपछि x², त्यसपछि x, त्यसपछि कन्स्ट्यान्ट टर्मलाई x को पावर 0 कति छ x³ को कोएफिसिएन्ट हेर्नुस् त, यहाँ केही छैन भने 1। x² को कोएफिसिएन्ट कति छ -9, x को कोएफिसिएन्ट कति छ 24, त्यसपछि x को पावर 0 भनेको कन्स्ट्यान्ट टर्म कति छ 20 छ र कति राखेर यो x को भ्यालु कति राखेर 0 भयो त्यो अघि नै निकालिसक्यो हामी 2 राखेर। त त्यो के गर्ने अब यो हेर्नुस् न, त्यसरी के आयो 2 राखेर त x - 2 यसको फ्याक्टर भयो। अब x - 2 लाई तपाई x - a सँग कम्पेयर गर्नुहुन्छ भने a को भ्यालु कति आउँछ 2 आउँछ। त्यो 2 लाई के गर्ने त नगरे पनि हुन्छ, त्यतिकै राख्दा पनि हुन्छ हैन। यो 2 को a को भ्यालु यहाँ कहाँ राख्ने त यहाँ राख्ने 2। अहिले a बराबर 2 आयो, त्यही भएर 2 यहाँ आउँछ। अब के गर्ने यो 1 लाई तल झार्ने। सेम सिन्थेटिक डिभिजन तपाईलाई यो अगाडिको एक भिडियोमा तपाईले बुझ्नु भएको छ। सेम त्यही प्रोसेसबाट गर्नुस्। अब हेर्नुस् न यहाँ x को कोएफिसिएन्ट यहाँ 1 आयो, त्यसपछि यो दुईटालाई मल्टिप्लाई गरेर यहाँ लेख्ने, यो दुईटा मल्टिप्लाई गरेर यहाँ जान्छ। 2 × 1 भनेको 2। अब एड सबट्र्याक्ट कति आउँछ -7 -7 * फेरि 2 गरेर यहाँ लेख्ने -7 × 2 -7 × 2 -14
एड सब्ट्र्याक्ट गरेपछि कति रहन्छ 10 माइनस प्लस 10। फेरि हेर्नुस् त 2 र 10 लाई मल्टिप्लाई गरेर कति भयो 20 भनेपछि अब यो -20 र यो +20 लाई एड सब्ट्र्याक्ट गरेर कति भइहाल्छ त 0। यो 0 भनेको हाम्रो के भ्याल्यु रिमाइन्डर भइहाल्यो। यो कुराहरु हामीले बुझिसकेका छौं र यतिले के दिन्छ त क्वोसिएन्ट दिन्छ। qx बराबर कति आयो त qx लाई अब हेर्नुस् यहाँ डिग्री 3 छ योबाट घटाएर यहाँमा यो 1 मा के जोडिन्छ x² जोडिन्छ भनेपछि यो x² भइहाल्छ। -7 मा के जोडिन्छ x आउँछ र यतातिर कन्स्ट्यान्ट टर्ममा के रहन्छ त 10। यो हाम्रो के भइहाल्यो त qx भयो। रिमाइन्डर त 0 भयो। रिमाइन्डर r बराबर के भइहाल्यो हाम्रो 0 भइहाल्यो। पहिला नै हामीले यो फ्याक्टर निकालिसक्यो त्यही भएर रिमाइन्डर के दियो त यसले 0 दिइरहेछ। अब के गर्नुस् भने हामी जुन यो पोलिनोमियल कति छ हामीसँग पोलिनोमियल हेर्नुस् त हाम्रो पोलिनोमियल के हो यहाँ हामीले के मानेछौं fx जुन हाम्रो पोलिनोमियल छ पोलिनोमियल हाम्रो के छ त x³ माइनस 9x² प्लस 24x माइनस 20 0 र यो पोलिनोमियल भनेको के हुन्छ भने हाम्रो यो पोलिनोमियल छ र यो पोलिनोमियल अब ठ्याक्कै हेर्नुस् त यो qx र केले हामी डिभाइड गर्यो x - 2 ले यो qx र यो x - 2 ले डिभाइड गरेर मल्टिप्लाई गरियो एक ठाउँमा राखिदियो भने यसको फर्मुला त हामीलाई थाहै छ नि। जस्तै fx ल्याउनलाई के हुन्छ त हाम्रो dx इन्टु के हुन्छ qx भनेपछि डिभाइड गर्ने कुरा र क्वोसिएन्ट प्लस रिमाइन्डर जोडियो भने fx हुन्छ। त fx अब यो fx बनाउनलाई हेर्नुस् dx हाम्रो कति छ dx हाम्रो कति छ त डिभाइड गर्ने कुरा x - 2 ले हामी डिभाइड गरिरहेका थियौं हैन र qx कति आयो qx यति छ हाम्रो x² माइनस 7x + 10 0 छ। अब यसलाई सोल्भ गर्नुस् रिमाइन्डर त लेख्नै पर्दैन रिमाइन्डर 0 छ यसमा प्लस रिमाइन्डर पनि छ नि रिमाइन्डर लेख्नै पर्दैन रिमाइन्डर 0 छ। अब के गर्ने भने यसलाई अब यसलाई फ्याक्टर गर्ने 5x - 2x + 10 0 x - 2 यतातिर अब कति आउँछ भने तपाई कमन लिनुस् फ्याक्टर यो 7 भयो र दुईटालाई मल्टिप्लाई गरेर 10x सँग इक्वल हुन्छ। कमन लिनुस् x - 5 आउँछ यतातिर 2 कमन आउँछ x - 5 हैन। यसरी हामीले सोल्भ गरे x - 2 र यतातिर के पाउनुहुन्छ x - 5 र अर्को पनि यहाँ के आयो त x - 2 नै आयो हैन। यसमा दुईवटा के आइरहेछ त x - 2। अब हेर्नुस् अब एकपल्ट त x - 2 सँग x - 2 0 x कति आउँछ 2 आउँछ। अर्को x - 5 0 x कति आउँछ 5 आउँछ र अर्को हेर्नुस् यहाँ x माइनस फेरि यो x - 2 0 फेरि x कति आयो त 2। हेन्स x को भ्यालु के भ्यालु त 2 र 5 भ्यालु दुईवटा 2 छ भने एउटा मात्र लेख्दा पनि हुन्छ हैन। x को भ्यालु के भ्यालु त 2 र 5 भ्यालु। यसरी हामी के गर्छौं त यो पोलिनोमियल इक्वेसनलाई के गर्छौं सोल्भ गर्छौं र यो यसरी बुझ्नु भयो र यसरी तपाईले सोल्भ गरेर देखाइदिनु भने तपाईलाई 3 मार्क एसी मा ल्याउनलाई कोही पनि रोक्न सक्दैन। यो एससी पोइन्ट अफ भ्यू ले एकदम भिभिआई हो आउट क्वेशन मा राख्दा पनि हुन्छ यो क्वेशनहरुलाई। हस्त आजलाई यति।